गोपानन्दादय श्रुत्वा द्रुमयो वदतुरवम् तत्र जग्मो गुरु श्रेष्ठ निर्गत भय संगीता। कथा सुन्ने होइन, बुझ्ने कोसिस गर्नुहोला। पुराण त हजुरहरूले कति धेरै सुन्नुभयो होला, पर्तिर सुन्नुभयो होला, पल्लो गाउँमा सुन्नुभयो होला, कति धेरै पुराण सुन्नुभयो। त्यही पनि हामीहरू जस्ताको त्यस्तै छौँ भन्नुहुन्छ होइन। ध्यान दिएर सुनेको कुराहरू कहिले पनि बिर्सनु हुँदैन। यताबाट सुनेर यताबाट उडाउनु हुँदैन। त्यसरी सुनेको पुराणले काम दिँदैन। कान रूपी धुनाबाट पुराण सुन्ने अनि मनमा लगेर मनन गर्ने र मनन गरेर पुराणमा भनेका कुराहरूलाई आफूले पालना गर्ने, त्यसलाई नै भागवत रूपी धर्म भनिन्छ। नमो धर्माय वहते नमो धर्माय वहते नम कृष्णाय वेदसे ब्राह्मणेभ्यो नमस्कृत्य धर्मं भक्षे। सनातन धर्म भनेको के हो भन्दाखेरि भगवान नारायणबाट साक्षात चलिआएको चलन नै सनातन धर्म हो। वेदले बताएको बाटो, शास्त्रहरूले बताएको बाटो, पुराणहरूले बताएको बाटो नै सनातन धर्म हो। त्यही भएर अनादिकालदेखि चलिआएको धर्मलाई नै हामीले पालन गर्नुपर्दछ। यही नै सनातन धर्म हो। हिजो हामी के श्रवण गर्दैथ्यौँ भन्दाखेरि द्वापरको अन्तिम समयमा साक्षात परब्रह्म भगवान नारायणले आज कृष्ण भएर आउनु भएको छ। गोकुलमा भगवान कृष्ण आइसक्नु भएको छ। भगवानले विभिन्न बाल लीलाहरू गरिसक्नु भएको छ। पुतनाको वध गर्नुभयो, बत्सासुर अगासुरहरूको वध गरिसक्नु भएको छ। नल र कुमारलाई पनि भगवानले उद्धार गरिसक्नु भएको छ। यी विविध कथा प्रसङ्गहरू हिजो हामीले श्रवण गरिसक्यौँ। यी विविध कथाहरू हिजो हामीले श्रवण गरिसकेको छौँ। अब आउनुहोस्, आजको कथा प्रसङ्ग हामी अगाडि बढिरहेको छौँ। कथा प्रसङ्ग ध्यान दिएर श्रवण गर्नुहोला। अब कंसको काल भनेको को हो भन्दाखेरि कृष्ण हो। कहिले पुतना पठाउँदछ कृष्णलाई मार्नको लागि, कहिले कुनै असुर पठाउँदछ, कहिले को पठाउँदछ, त्यही पनि कृष्णलाई मार्न सकेको छैन। कंस आत्तिन्छ, मेरो काल चाहिँ दिनदिनै ठुलो भइरहेको छ, कसैले मार्न सकेका छैनन्। बत्सासुरलाई पठायो, त्यही पनि मार्न सकेन। भगवानले बत्सासुरको पनि उद्धार गरिदिनु भयो, बकासुरको पनि अगासुरको पनि उद्धार गरिदिनु भयो। भगवान किन आउनु भएको भन्दाखेरि पृथ्वीको भारलाई हर्नको लागि भगवान आउनुहुन्छ। भगवान भार हर्नको लागि, पृथ्वीलाई हल्का पार्नको लागि भगवानको अवतार हुन्छ। आज भगवान श्री कृष्ण विभिन्न असुरहरूलाई आज वध गरिरहनु भएको छ। पृथ्वीको भारलाई हल्का पारिरहनु भएको छ। एक दिन भगवान कृष्ण पनि अब ठुलो हुनुभयो केही मात्रामा। बलरामजी अलिकति ठुलो हुनुहुन्छ कृष्ण भन्दा। बलराम र कृष्ण भनेको दाजुभाइ हुनुहुन्छ। भगवान कृष्णले भन्नुभयो एक दिन नन्द बाबालाई, पिताजीलाई भन्नुभयो, हे पिताजी, अब हजुर धेरै बुढो हुनुभयो, अब के गर्ने भन्दाखेरि हजुर घरमा बस्नु होला, हजुर घरको काम गर्नु होला, घरायसी कामहरू गर्नु होला। अब म र मेरो ताई चाहिँ भोलिदेखि गाई र बाछो लिएर हामी चराउन जान्छौँ। हजुर चाहिँ घरको काम गर्नु होला, हामी चाहिँ जङ्गल जान्छौँ पिताजी गाई चराउन, बाछा चराउन भनेर भगवान कृष्णले भन्नुभयो नन्द बाबालाई। नन्द बाबा भन्नुहुन्छ, हे बाबु, अहिले गाई चराउने उमेर होइन, बाछा चराउने उमेर होइन, अहिले भनेको विद्या आर्जन गर्ने बेला हो, पढ्नु पर्दछ भनेर बाबाले हप्काउनु भयो कृष्ण र बलरामलाई। भगवान कृष्ण भन्नुहुन्छ, हे पिताजी, हामी भनेको को हो भन्दाखेरि हामी भनेको ग्वाला हौ। हाम्रो जन्म भनेको गोकुलमा भएको छ। गोकुलमा धेरै गाईहरू हुनुहुन्छ, बाछाहरू छन्। त्यही भएर पिताजी हामी अहिले पढ्दैनौँ, हामीहरू गाई चराउँदछौँ, बाछा चराउँदछौँ भनेर भगवानले जिद्दी गर्नुभयो। पढ्ने कुरा गर्नु भएन।
पिताजी हामी सक्त छौं गाई चराउन भनेर पिताजीलाई आग्रह गर्नुभयो। पिताजी भन्नुहुन्छ तिमीहरू सक्दैनौ चराउन किनकि तिमीहरू साना छौ, पछि ठुलो भएपछि गर्नु, अहिले नगर्नु भनेर बाबाले हप्काउनु भयो। कृष्णले मान्नु भएन, पिताजी हामी सक्त छौं भन्नुभयो। पिताजीले भन्नुभयो कसरी सक्त छौ, पहिले देख्नु त पर्यो नि सक्छन् कि सक्दैनन् भनेर। घरको गोठमा त गाईहरू छन्, बाछाहरू धेरै छन्। ती बाछाहरूलाई भगवान श्रीकृष्णले फुकाल्नु भयो गोठबाट। बाछाहरू भर्खर दुध खाएका बाछाहरू कति छिटो कुद्दछन्, पकड्न पनि सकिँदैन होइन, उफ्री उफ्री कुद्दछन्। भगवान कृष्णले पनि सबै बाछाहरू खोलिदिनु भयो गोठबाट। अनि कृष्ण र बलराम पछि पछि बाछाहरू अघि अघि कुद्दै कुद्दै जाँदैछन्। भगवान श्रीकृष्ण र बलरामले गाईका बाछाको पुच्छर च्याप्प समात्नु भयो अनि भन्नुहुन्छ हे पिताजी हामी सक्त छौं, देख्नु भयो नि हजुरले, यसरी भागेर गए भने हामी पक्रेर लिएर आउनेछौँ पिताजी भनेर पिताजीलाई आज यसरी आश्वासन दिलाउनु भयो। पिताजीले भन्नुभयो ल ठिकै छ, भोलिदेखि गाई चाहिँ होइन बाछा लिएर जानु चराउनको लागि भनेर गाई चराउन दिनु भएन, बाछो लिएर जाऊ भन्नुभयो नन्द बाबाले कृष्णलाई। अब भोलिपल्टको बिहान भएको छ। आमाले यिनीहरू भोकाउँछन् कि भनेर एउटा कुनै चिजमा कुनै वस्तुमा चना र चिउरा हाल्दिनुहुन्छ खानको लागि, किनकि साना बच्चा छन् भोक लाग्दछ यिनीहरूलाई दिउँसोको बेला भनेर आमाले चना चिउरा हालिदिनु भयो खानको लागि। भगवानले अब भगवान बलराम श्रीकृष्ण साथसाथै श्री रामा नाम गरेका भगवानका जो गोपहरू छन् ग्वालाहरू छन् तिनीहरू पनि सबैजना भगवानसँग आज गाई चराउनका लागि जङ्गलतिर अगाडि प्रस्थान गरे। श्री हरि भगवान की। अब आज पहिलो दिन छ, भगवानको बाछो लिएर जानु भएको छ। अगाडि हरिया घाँसहरू छन् धेरै। भगवान कृष्णले भन्नुभयो हामीहरू यही बसौँ केही बेर, बाछीहरूलाई छोडिदिउँ, यिनीहरूलाई जङ्गलको लागि अगाडि प्रस्थान गराइदिउँ, घाँस खानको लागि यिनीहरूलाई जान दिउँ भनेर भगवानले भन्नुभयो। भगवान श्रीकृष्ण अब कुनै रुखमुनि बसेर बाँसुरी बजाउन थाल्नुभयो। बाछाहरू चर्नको लागि अगाडि गएका छन् जङ्गलतिर। आज पहिलो दिन छ। पिताजीले चाहिँ भन्नुभएको छ नजाऊ तिमीहरू सानो छौ भन्नुभएको छ, तर आज भगवानको पहिलो दिन रहेको छ। बाछोहरू लिएर जानु भएको छ जङ्गलमा, बुझ्नु होला यसको भाव के रहेछ भनेर। अब दिउँसो प्रचण्ड गर्मी भयो। भगवानले भन्नुभयो हे गोपगाला हो, छारामा बस, शीतलमा बस केही बेर। बाछोहरू कति चर्न गएका छन्, बेलुका साँझ पर्ने बेलामा गएर ल्याउनु पर्दछ अनि घर लिएर जानु पर्दछ गाई दोहन गर्ने बेलामा भनेर भगवानले भन्नुभयो। ब्रह्माजीले विचार गर्नुभयो। के विचार गर्नुभयो भन्दाखेरि साक्षात् परब्रह्म आउनु भएको छ अरे पृथ्वीमा, कृष्ण र बलराम भएर आउनु भएको छ अरे। जाउँ न त भगवान कृष्ण के गर्दै हुनुहुन्छ भनेर ब्रह्माजीले विचार गर्नुभयो। अब यतापट्टि भगवान श्रीकृष्णले के गर्नुभयो भन्दाखेरि यसै गरी गोपगालाहरू बसेका थिए। दिउँसोको समयमा सबैलाई भोक लागेको थियो। भगवानले भन्नुभयो सबैजना बस, म सबैलाई बाँडेर थोरै थोरै आमाले पठाउनु भएको चना र चिउरा खान दिन्छु, सबैजना बस भनेर भन्नुभयो। सबैजना यसै गरी गोपगालाहरू बसेका छन्। आज भगवान श्रीकृष्ण बाँड्दै हुनुहुन्छ खानेकुराहरू। कसैले के थाप्छन्, कसैले ओड्ने थाप्दैछन्, कसैले के थाप्दैछन्, कसैले हातै थाप्दैछन्। भगवान श्रीकृष्ण चाहिँ बाँड्दै हुनुहुन्छ खानेकुरा। सबैलाई बाँड्दाखेरि अब बाँडेका आमाले पठाएको चिज चाहिँ सबै सकियो। सबैलाई बाँड्दाखेरि आफूलाई केही पनि भएन। भगवान श्रीकृष्णले सबैलाई दिनुभयो अनि गोपगालाहरू भन्दछन् हे कृष्ण तेरो भागमा खानेकुरा छैन, उब्रेको छैन, आइज त पनि हाम्रै भागबाट खा थोरै थोरै भनेर साथीहरूले भने। भगवानले पनि ल ठिकै छ भनेर सबैको अलि 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 जुठो खान थाल्नु भयो। यता ब्रह्माजी आउनु भएको छ भगवानको दर्शन गर्नको लागि कस्ता छन् भगवान भनेर। तर ब्रह्माजीले के देख्नुभयो भन्दाखेरि जुठो पो खाइरहेको छ, कहीँ भगवानले जुठो खान्छ भनेर ब्रह्माजी छक्क पर्नुभयो। यो त भगवान होइन, यो त नक्कले रहेछ, कहीँ भगवानले जुठो खान्छ भनेर ब्रह्माजीले चर्न गएका अगाडिका बाछाहरू सबैलाई अन्तर्धान बनाएर ब्रह्मलोक लिएर जानुभयो। अब दिनको समय छ, सबैले नास्ता पानी गर्नुभयो। भगवानले भन्नुभयो साँझ पर्न आँट्यो, बाछोहरू लिएर जानुपर्छ।
पिताजीले अब गाई दोहन गर्नुहुन्छ केही समयमै भनेर भगवानले ग्वालाहरूलाई पठाउनु भयो, जाऊ गएर बाछो लिएर आऊ भन्नुभयो। भगवान ब्रह्माजीले विचार गर्नुभयो, ती ग्वालाहरूलाई पनि अन्तर्धान गराएर ब्रह्मलोक लिएर जानुभयो। धेरै समय व्यतीत भयो। भगवानले विचार गर्नुभयो, न गोप ग्वालाहरू आउँदछन् न बाछोहरू आउँदछन्, कहाँ गए भनेर भगवान खोज्न जाँदाखेरि बाछोहरू पनि छैनन्, गोप ग्वालाहरू पनि छैनन्। भगवानले विचार गर्नुभयो, ब्रह्माजीले आज यस्तो परीक्षा गर्नुभयो भनेर भगवानले अघि थाहा पाइसक्नुभयो। किनकि भगवान भनेको भावज्ञ हुनुहुन्छ, भावलाई बुझ्ने भएको हुनाले भगवानको नाम भावज्ञ। बोली भावज्ञ भगवान की, श्याम सुन्दर भगवान की। अब आज भगवानले आफ्नै मनबाट जतिवटा बाछाहरू थिए ती बाछाहरूलाई अगाडि जस्ताको त्यस्तै प्रकट गर्नुभयो। उता ब्रह्माजीले सक्कली लिएर जानुभएको छ। अब भगवान कृष्णले नक्कली बाछाहरू बनाउनु भयो, आफ्ना साथीहरू पनि नक्कली बनाउनु भयो र जस्ताको त्यस्तै गरेर सरासर बेलुका बाछाहरू ग्वालाहरू लिएर घर जानुभयो। आज गोकुल जानुभयो। सधैँ बाछाहरू कुद्दै 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 आमाको पास जान्थे, स्तनपान गर्दथे। तर ती बाछाहरूले चाहिँ गएर आमाको छेउ पनि पुगेनन्, स्तनपान गरेनन्। बाबाले भन्नुभयो, हे कृष्ण, यी बाछाहरूले आज किन दुध खाएनन् भनेर भन्नुभयो पिताजीले। कृष्ण भन्नुहुन्छ, हे पिताजी, हजुर लिएर जानुहुन्थ्यो जङ्गल चराउनको लागि, हजुर त एकै ठाउँ बस्नुहुन्थ्यो, खाए पनि नखाए पनि विचार गर्नुहुन्न थियो। तर हामीले के गर्यौँ भन्दाखेरि हामीले चाहिँ हरिया हरिया घाँसहरू खुवायौँ, दुबईहरू खुवायौँ, धेरै दण्ड बनाएर ल्याएको छौँ, त्यही भएर आज बाछाहरूले दुध खाएका छैनन् पिताजी भनेर कृष्णले जस्ताको त्यस्तै भनिदिनु भयो। अब ग्वालाहरू पनि घर गए, तर आफ्नो आमा बाबा भनेर चिनेनन्, आफ्नो घर चाहिँ पुगे। उनीहरूले पनि विभिन्न फरक लीलाहरू गर्दैछन्, भगवानको लीला नहो। अब यसै गरी महिना दिन बित्यो, 2 महिना बित्यो। भगवान ध्यान दिनु होला, नक्कली गाई बाछो लिएर चराउन जानुहुन्छ, बेलुका लिएर आउनुहुन्छ। यसै गरी भगवानले 6 महिनासम्म नक्कली ग्वालाहरू गाईहरू बाछोहरू लिएर चराउन जानुहुन्थ्यो, आउनुहुन्थ्यो। भगवान ब्रह्माजीले विचार गर्नुभयो, त्यो नक्कली भगवान अब पृथ्वीमा छैन होला, अघि गइसक्यो होला भनेर ब्रह्माजी हेर्नको लागि आउनुभयो। फेरि आउँदाखेरि के देख्नुभयो, आफूले जस्तो बाछाहरू लुकाइएको छन् साक्षात त्यस्तै बाछाहरू अगाडि देख्नुभयो। गोपग्वालाहरूसँग भगवान खेलिरहनु भएको छ। भगवान ब्रह्माजीले विचार गर्नुभयो, मैले ठुलो गल्ती गरेछु, यी त साक्षात परब्रह्म भगवान हुँदो रहेछ भनेर भगवान श्रीकृष्णसँग भारी भारी स्तुति गर्दछन्। के भनेर ब्रह्माजीले स्तुति गर्नुहुन्छ भन्दाखेरि, नौमे यदे प्रभुसे तडिदम्बराय गुञ्जावतं सपरवे छलसन्मुखाय वन्यास्रजे कवलवेत्र विषाण वेणो लक्ष्मा श्रिये मृदुपते पशुपाङ्गजाय। हे पशुहरूका नाथ, सम्पूर्ण जीवको नाथ, हे भगवान लक्ष्मीपति, हे राधापति, भगवान हजुरका चरण बार बार स्तुति भनेर भगवानले धेरै लामो शब्दहरूद्वारा भगवानसँग क्षमा माग्नुहुन्छ। भगवान भन्नुहुन्छ, ठिकै छ ब्रह्माजी, हजुरले मेरो परीक्षा गर्नुभयो, जानुस् हजुर ब्रह्मलोक भनेर भगवानले पठाइदिनु भयो। भगवान ब्रह्माजी ब्रह्मलोक जानुभयो। जाँदाखेरि ब्रह्माजीलाई सक्कली ब्रह्माजीलाई ब्रह्मलोकमा छिर्न दिएनन् ती द्वारपालेहरूले। साक्षात भगवान कृष्ण चाहिँ आज ब्रह्माजी हुनुभएछ। भगवान ब्रह्माजीले भन्नुभयो, मलाई भित्र जान देऊ, म ब्रह्माजी भन्नुभयो। ती द्वारपालहरूले भने, तिमी के को ब्रह्माजी हो, तिमी नक्कली ब्रह्माजी हो, साक्षात ब्रह्माजी भित्र हुनुहुन्छ भनेर छिर्न दिएनन्। आज ब्रह्माजीलाई पनि भगवानले यसरी चेतना दिनुभयो। श्री हरि भगवान की। साक्षात भगवान श्री हरि नारायण नै आज कृष्ण भएर आउनु भएको छ। विभिन्न लीला गर्ने पराक्रमी भगवान आज बाल लीलाहरू प्रस्तुत गर्दै हुनुहुन्छ। शेषनागको सर्पमा 1000वटा टाउका हुन्छन्, ती 1000वटा टाउकामा 1000वटा जिब्रा हुन्छन्। ती शेषनागले 1000 वर्षसम्म पनि भगवानको लीलाहरूलाई, भगवानको ध्यान दिनु होला, भगवानका लीलाहरूलाई पराक्रमहरूलाई वर्णन गर्न सक्दैनन् भने हामी एउटा जिब्रो भएको मनुष्य, बिहान बेलुका रोटी खाने, सब्जी खाने,
कति बताउन सक्दछौँ। शेषनागले पनि सक्नुहुन्न, साक्षात् वेदले पनि सक्नुहुन्न, पुराणहरूले पनि भगवानको जुन लीला पराक्रम हो ती पराक्रमहरूलाई वर्णन गर्न सक्नुहुन्न। त्यस्ता पवित्र कीर्ति हुनुभएका भगवान साक्षात् श्री कृष्ण हुनुहुन्छ। बोले कृष्णचन्द्र भगवान की। ततस पोगण्डवया सिदो व्रजे बभो वधुस्तो पशुपाल सम्मतो गासारयन्तो सखिवे समं पदे वृन्दावनं पुण्यमती वचक्रदो। यसरी आज भगवान विभिन्न पराक्रम गर्दै हुनुहुन्छ। अगाडि गएर भगवानले धेनुकासुर नाम गरेको असुरलाई वध गर्नुहुन्छ। अब वृन्दावनको छेउमा को हुनुहुन्छ भन्दाखेरि कलकल बग्ने यमुना नदी हुनुहुन्छ। एक दिन गाई बाछाहरू लिएर भगवान श्री कृष्ण यमुनाको तटमा जानुभयो। सबैलाई तीर्थ लागेको थियो। गोपगालाहरूले भने भगवान तीर्थ लागेको छ भनेर भगवानलाई भने। भगवानले भन्नुभयो यी यमुना नदीमा गएर जलको सेवन गर्नु, प्यास लाग्यो भने जाऊ, बाछुहरूलाई पनि लिएर जाऊ भनेर भगवानले आदेश दिनुभयो। अब बाछाहरू ग्वालाहरू जल पिउनको लागि यमुनाको जलमा गए, तर सबैले जे जतिले जल पिए नि यमुनाको जल सबैजना मरि गए। किनभने त्यहाँनेरि कालिया नाग गरेको सर्प बस्दो रहेछ। त्यसले चाहिँ कंसको आदेशद्वारा यमुनाको नदीमा विष उगल्दो रहेछ। ती विषको माध्यमद्वारा पानी नै विषमय भएर जे जति बाछाहरूले ग्वालाहरूले पानी पिएका थिए ती सबैजना मरिगए। भगवानले विचार गर्नुभयो यहाँ त कालिया नाग बस्छ, यसलाई म सबक सिकाउँछु भनेर भगवान जमुना नदीको किनारमा हाम फल्नुभयो। भित्र जाँदाखेरि जलभित्र भगवानले देख्नुभयो विशाल कालिया नाग गरेको नाग चाहिँ शयन गरिरहेको छ जलभित्र, जमुनाको जलभित्र। नाग पत्नीहरूले चाहिँ ती नागलाई सेवा गरिरहेको छन्। नाग सुतिरहेको छ, तर ती नाग पत्नीहरूले भगवान कृष्णलाई देखे। अत्यन्त सुन्दर बालक आएको छ, न भूतो न भविष्यति। यस्तो बालक फेरि पछि आउला नआउला। यस्तो सुन्दर बच्चालाई देखेर ती नाग पत्नीहरू भन्दछन् हे बाबु न्यायो हि दण्ड कृतकिल विशेषमेन स्तवावतार खलने ग्रहाय रिपो सुतनामपि तुल्य दृष्टे दशेदमं फलमिवानुशंसन। हे सुन्दर बाबु तिमी किन यहाँ आएको? अहिले यी कालिया नागले थाहा पायो भने तिमीलाई मारिदिन्छन्। हे बाबु तिमी जाऊ यहाँबाट, तिमी जलमा नबस्छ भनेर भगवान कृष्णलाई ती नाग पत्नीहरूले भने। भगवान श्री कृष्ण भन्नुहुन्छ महाराजलाई नभेटी कसरी जाउँ हे आमा भनेर भगवान कृष्ण जानु भएन। नाग पत्नीहरू भन्दछन् बाबु जाऊ 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 भन्दछन्। भगवान कृष्ण भन्नुहुन्छ हे आमा नागको दर्शन नगरी म जान्न भनेर छलफल भइरहेको थियो। त्यतिखेरै त्यो कालिया नागले थाहा पायो यो मेरो निद्रालाई कसले भङ्ग गर्दैछ भनेर हेर्दाखेरि त अगाडिबाट बालक उभिरहेको छ। त्यो सर्पले भगवान कृष्णलाई आफ्नो पुच्छरले भगवानलाई समेटेर लपेट्न थाल्यो। अब भगवान साक्षात् परब्रह्म काल नै हुनुहुन्छ। साक्षात् कालले नै आज भगवान शिवले विशाल आफ्नो शरीरलाई बढाउनु भयो। त्यो कालिया नागलाई भगवानले च्याप्प पकडेर मार्न आँट्नु भएको थियो। त्यतिखेर कालिया नाग भन्दछ भगवान मलाई नमार्नुहोस्, म त कंसको आदेशले आज म यहाँ आएको हुँ, मेरो केही गल्ती छैन। यो त कंसको आदेशले गर्दाखेरि मैले यस्तो पालना गरेको, मलाई रक्षा गर्नुहोस् भनेर भगवान कृष्णसँग त्यो सर्पले स्तुति गर्दछ। भगवानले भन्नुहुन्छ ल ठिकै छ, त्यसो भए तिमी यहाँ नबस्नु, तिमी समुद्रमा गएर बस्नु। त्यतिखेर सर्प भन्दछ प्रभु म यहाँ किन बसेको भन्दाखेरि मलाई गरुडजीदेखि डर लाग्दछ, हजुरको गरुडले मलाई खान्छ। भगवान भन्नुहुन्छ आजका दिनदेखि तिमीलाई गरुडले केही पनि गर्दैन, मलाई निकालेर बाहिर लगा भन्नुभयो। सर्पको टाउकोमाथि भगवान कृष्ण बस्नुभयो। सर्पको टाउकोमा के हुन्छ भन्दाखेरि भगवान कृष्णको खुट्टाको छाप हुन्छ। त्यही भएर गरुडले सर्पलाई खान सक्दैन, कालिया नागलाई खान सक्दैन। त्यही दिनदेखि
जब गरुड कालियालाई खानको लागि आउँछन् तब भगवानको पाउको चिन्ह देखेपछि गरुडजीले खाँदैनन्। भगवानलाई सर्पले जमुना नदीबाट बाहिर निकालिदियो। भगवानले अब सर्पको टाउकोमाथि नाच्न थाल्नुभयो। श्री हरि भगवान की। यसरी आज ती मरेका बाछाहरूलाई गोपबालाहरूलाई पनि भगवानले जीवित पारिदिनु भयो। किनभने भगवान प्राणनाथ हुनुहुन्छ। सबैको प्राणमा को बस्नुहुन्छ भन्दाखेरि भगवान कृष्ण बस्नुहुन्छ। यदि कृष्ण निस्केको दिन यो शरीरबाट यो शरीर के हुन्छ भन्दाखेरि यो शरीर मुर्दा हुन्छ। सबैको हृदयमा भगवान कृष्ण बस्नुहुन्छ। त्यही भएर उनै भगवान श्री कृष्णको हरेक समय हरेक श्वासमा उनै कृष्णको स्मरण गर्नुपर्दछ। कृष्ण स्मनुस्मरन्ति। विदुरजी के गर्नुहुन्थ्यो भन्दाखेरि गणेशजीको मन्दिरमा जानुहुन्थ्यो तर भगवान श्री कृष्णको दर्शन गर्नुहुन्थ्यो। हेर्दाखेरि चाहिँ गणेशजीकै फोटो छ, मूर्ति छ, तर कृष्णको स्मरण गर्नुहुन्थ्यो, स्मरण गर्नुहुन्थ्यो, कृष्ण देख्नुहुन्थ्यो। दुर्गाको मन्दिरमा जानुहुन्थ्यो, भगवान श्री कृष्णको अगाडि दर्शन पाउनुहुन्थ्यो। शिवजीको मन्दिरमा जानुहुन्थ्यो विदुरजी, तर भगवान कृष्णको दर्शन पाउनुहुन्थ्यो। कृष्ण स्मनुस्मरन्ति। त्यही भएर आफ्नो भाव जस्तो छ त्यस्तै भावद्वारा भगवानले हामीलाई दर्शन दिनुहुन्छ। भाव शुद्ध भएपछि शुद्ध परमात्माको दर्शन हुन्छ भनेर यसरी शास्त्रहरूले बताउनु भएको छ। त्यही दिन भगवानले साउन महिनाको शुक्ल पक्षको दिन पञ्चमीको दिन सर्पलाई वध गरेको कारणले गर्दाखेरि हामी नाग पञ्चमी भनेर त्यही दिनदेखि पर्वहरू मनाउँदछौँ। नाग पञ्चमीका दिनदेखि नै पर्वहरूको सुरुवात हुन्छ। जसले घरमा नागको पूजा गर्दछ भने इन्द्रको वज्रको भय हुँदैन, सर्पको भय हुँदैन, आगजन्य दोषहरूको भय हुँदैन, विभिन्न कष्टहरूको भय हुँदैन भनेर यसरी शास्त्रमा वर्णन गरिएको छ। त्यही दिनदेखि नाग पर्वहरू चाहिँ सुरुवात भयो भनेर यसरी सुखदेव स्वामीले परीक्षितलाई बताउँदै हुनुहुन्छ। श्री हरि भगवान की। श्रीमन् नारायण 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 श्रीमन् नारायण 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 श्रीमन् सबै भन्नु होला। श्रीमन् नारायण नारायण श्रीमन् नारायण 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 लक्ष्मी नारायण नारायण लक्ष्मी नारायण 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 लक्ष्मी नारायण 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 लक्ष्मी नारायण नारायण नारायण। बोले लक्ष्मीनारायण भगवान की। जसको जिब्रोले भगवान श्री कृष्णको नाम दिनमा एक बार उच्चारण गर्दैन भने त्यो जिब्रो भनेको भ्याउताको जिब्रो समान बताइएको छ। भ्याउताले ट्वार 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 मात्रै गर्दछ, अरू केही गर्न जान्दैन। भ्याउताको जिब्रो समान बताइएको छ। जसले राम कृष्णको नाम उच्चारण गर्दैन यो जिब्रोले भने, यो हातले भगवानलाई स्तुति गर्दैन भने त्यो हात भनेको मुर्दाको हात समान हो। त्यही भएर कमसेकम भगवानको चरणमा 3 बार भए पनि दिनमा स्तुति गर्नु पर्दछ। यदि यो आँखाले भगवानको चरणको दर्शन गर्दैन भने त्यो त कागको समान आँखा बताइएको छ। त्यही भएर भगवानको चरणमा न के न प्रकारण जसरी हुन्छ आफ्नो मतिलाई अर्पण गर्नु पर्दछ। तब मात्र जीवनले साफल्यता प्राप्त गर्नेछ। होइन भने त अरू जीव र हामी हेर्न के फरक छ त भन्दाखेरि अरू जीव हेर्न ज्ञान छैन, विवेक छैन, तर हामीसँग चाहिँ ज्ञान पनि छ, विवेक पनि छ। हजुरले गोठमा लगेर अलिकति गाईलाई खान दिनुभयो, बाछो पनि त्यही छ भने त्यो गाईले घाँस खान दिँदैन बाछोलाई, आफै खाइदिन्छ। उसलाई ज्ञान छैन, विवेक छैन, उसले पनि खानु पर्दछ भनेर। तर हामीमा त्यो छैन, हामीले चाहिँ खुवाउँदछौँ अनि खान्छौँ। त्यही भएर त हामी विवेकी जन हौँ। अरू योनिबाट, अरू जीवहरूको योनिबाट उद्धार हुँदैन, भगवानको दिव्य गति प्राप्त हुँदैन।
तर ईश्वरलाई भेट्न कसले सक्छ भन्दाखेरि जीवले मात्र, मनुष्यहरूले मात्रै ईश्वरलाई प्राप्त गर्न सक्छन्। ज्ञानका माध्यमद्वारा आफ्नो विवेकलाई प्रयोग गरेर भगवानको चिन्तन गरेर मात्रै भगवानको दिव्य गति प्राप्त हुन्छ। अन्यथा अरू कुनै पनि योनिबाट भगवानको त्यो गति प्राप्त हुन सक्दैन। क्रीडा शक्तेषु गोपेषु तद्गावो दुराचारिणे स्वैरम चरन्तो विविषु तृणलोभे न गैयरा। एक दिनको कुरा हो, महाराज परीक्षित सुखदेव स्वामी भन्दै हुनुहुन्छ, भगवान बाछाहरू लिएर जङ्गलतिर जानु भएको छ। गोपग्वालाहरू पनि गएका छन् साथसाथै। भगवानले भन्नुभयो, आज सबैजना यी जङ्गलमा बस्नु पर्दछ, रमाइलो गर्नु पर्दछ भनेर भगवानले त्यही जङ्गलमा बसाउने कुरा गर्नुभयो। कंसले विचार गरियो, ध्यान दिनु होला, मेरो काल त दिनदिनै बढेको बढै छ। उसले चाल पायो, भगवान कृष्णहरू चाहिँ जङ्गलमा बसेका छन् अरे, आज त्यही सुतेका छन् अरे, उसका साथीहरू पनि त्यही छन् अरे, बाछाहरू पनि त्यही छ अरे। सबैभन्दा राम्रो मौका यही हो, हे सैनिक हो, जाऊ तिमीहरू गएर त्यो जङ्गलमा आगो लगाइदिनु। आगो लगाइदिएपछि आगो उठ्दछ, आगो प्रकट हुन्छ, कृष्णहरूको खेल नै खत्तम हुन्छ। जाऊ सैनिकको त्यो जङ्गलमा गएर आगो लगाइदियो भनेर कंसले आदेश दियो। रातको समय थियो महाराज परीक्षित। ती सैनिकहरू पनि सरासर अगाडि जङ्गलतिर गए, वरिपरिबाट आगो लगाइदिए। भगवान कृष्णहरू बिचमा हुनुहुन्छ, जङ्गलको बिचमा। त्यतिखेर श्रीरामा नाम गरेको साथीले देख्दछन् आगो आइरहेको छ भनेर कृष्णलाई पुकार गर्दछन्, कृष्ण कृष्ण महाबाहु, हे कृष्ण वरिपरि आगो आइरहेको छ, रक्षा गर कृष्ण भनेर सबैले भगवानको शरणमा जान्छन्। भगवान भन्नुहुन्छ, यो दुःखको समयमा सबैजना भगवान शिवजीको ध्यान गर्नु, शिवजीले आएर रक्षा गर्नुहुन्छ भनेर सबै गोपग्वालाहरूलाई भगवान शिवजीको ध्यान गर्न लगाउनु भयो। आँखा चिम्मा गर, भगवान शिवजीको ध्यान गरेर भगवानले रक्षा गर्नुहुन्छ भनेर भगवान श्रीकृष्णले भन्नुभयो। सबैजना आँखा चिम्मा गरेर भगवान शिवजीको ध्यान गर्न थाले। तर त्यो अलिकति ठुलो श्रीरामा नाम गरेको साथीले चाहिँ यो कृष्णले के गर्दो रहेछ भनेर एउटा आँखा खोलेर अलिअलि हेर्दै थियो। एउटाले चाहिँ हेरिरहेको छ, यसले के गर्दो रहेछ साथीले भनेर। त्यतिखेर भगवानले आफ्नो शरीरबाट विशाल जिब्रो निकाल्नु भयो। ठुलो जिब्रो निकालेर त्यो अग्निलाई पान गरिदिनु भयो, चाटिदिनु भयो। यसो घुमेर चाटिदिनु भएको त्यो सबै अग्निलाई चाहिँ निभाइदिनु भयो। त्यतिखेर त्यो श्रीरामा नाम गरेको साथीले हेरिरहेको थियो, हे कृष्ण तैँले के गरिस्? यति लामो जिब्रो निकालिस्, यो जिब्रो निकालेर सबै अग्निलाई तैँले पान गरिदिस्, तेरो पेट पोलिरहेको होला, जलिरहेको होला भनेर अत्तालिन थालो। अब सबैजना अत्तालिन थाले। भगवानले भन्नुभयो, काहीँ म आगो पिउन सक्छु भनेर भगवानले सम्झाउनु भयो। तर अरूले मानेनन्, त्यो श्रीरामा नाम गरेको साथीले मानेन। भगवानले उनीहरूलाई सान्त्वना गर्नको लागि आफ्नै मनबाट एउटा गङ्गाको प्रकट गर्नुभयो, जसलाई मनसा गोवर्धन जाँदाखेरि अगाडि गङ्गा देख्नुहुन्छ हजुरले, मनबाट प्रकट भएको गङ्गा देख्नुहुन्छ। अहिले पनि हजुरले गोवर्धन जाँदाखेरि मानसी गङ्गा देख्नुहुन्छ। त्यही गङ्गालाई प्रकट गरेर भगवानले गङ्गाजल पिउनुहुन्छ अनि भन्नुहुन्छ, अब मेरो पेटमा भएको आगो निभियो यो त भनेर भन्नुहुन्छ। त्यतिखेर भन्दछन्, अब त आगो निभो भनेर सबैले सान्त्वना पाए। आज यसरी भगवानले गङ्गाको प्रकट गर्नुभयो। मानसी गङ्गा माता कि हजुरले गोवर्धन जानुभएको छ भने मानसी गङ्गालाई देख्न सक्नुहुन्छ। जो व्यक्तिले गोवर्धनमा गएर गङ्गामा स्नान गर्दछन् भने ती व्यक्तिको जन्ममा गरेका सम्पूर्ण कर्महरू चाहिँ पापहरू नाश हुन्छन् भनेर पुराणले बताउनु भएको छ। अरू तीर्थ बार तर गोवर्धन तीर्थ एक बार भनेर बताइएको छ। बोले गोवर्धन भगवान की। तयोस्तदद्भुतं कर्म दावाग्नेर्मोक्षमात्मनः गोव्यस्त्रेभ्य समाचक्ष्यो प्रलम्ब वैदमेव च। विभिन्न लीला पराक्रम गर्ने भगवान साक्षात् परब्रह्म आज आएर पृथ्वीको भारलाई हरण गर्दै हुनुहुन्छ। जब जब धर्मलाई
हानि पर्दछ तब तब भगवान युग युगमा अवतार लिनुहुन्छ धर्मलाई रक्षा गर्नको लागि। आज धर्मलाई रक्षा गर्नको लागि भगवान श्रीकृष्णले अवतार लिनुभएको र विभिन्न लीला पराक्रमहरू चाहिँ भगवान गर्दै हुनुहुन्छ। भगवानसँग पहिलेदेखि नै मुरली थियो, भगवान ठुलो हुनुभयो। अब त भगवानले हातमा बेडु लिनुभयो, बेडु बजाउन थाल्नुभयो। भगवानको बेडु बजाउँदाखेरि वेदको शब्दको प्रकट भयो। भगवानले बेडु बजाउँदाखेरि के आयो भन्दाखेरि कुन शब्दको प्रकट भयो भन्दाखेरि सुन्नु होला ध्यान दिएर। वरहा पीडम नटवरबो कर्णयो कर्णिकारम बिव्रत वासा कनक कपिसम वैजयन्ती जमाला रंद्रान वेणु रधर सुदया पूरयन् गोपवृन्दे वृन्दारण्यं सपदरमणं प्राविशत गीतकीर्ते। भगवानले वृन्दावनमा बेडु बजाउन थाल्नुभयो। सबैको मन लोभिएको छ अब कृष्णप्रति। सबैले के चाहन्छन्, सबैले के इच्छा गरे भन्दाखेरि अब यो कृष्णलाई प्राप्त गर्ने, अब कसरी कृष्णलाई प्राप्त गर्ने। यति सुन्दर छ, यति राम्रो छ। कोही गोपीहरू चाहिँ खाइरहेको हुन्थे, भगवानको बेडु सुनेर खान बिर्सन्थे। खाना आँटेको भोजन पनि मुखमा हाल्न सक्दैनथे, किनकि अत्यन्त सुमधुर भगवानको बेडुको स्वरले आकर्षण गरिरहेको छ। आज गोपीहरूलाई भगवानले आनन्द दिइरहनु भएको छ। बाछाहरू स्तनपान गर्दैछन्, भगवानको बेडुको आवाज सुनेर स्तनपान गरेका छैनन्। कोही चाहिँ घर बढार्दै थिए, गोपीहरू घर बढार्न छोडे, ठिङ्ग उभिएका छन् दैलोमा भगवानको बेडुको आवाज सुनेर। कोही चाहिँ नानीहरूलाई खुवाइरहेको छन् तर खुवाउन छोडे अब, किनकि भगवानको त्यो बेडुको आवाज चाहिँ सुनियोस्। यदि काम गर्दैछ भने त त्यो आवाज सुनिँदैन, डिस्टर्ब हुन्छ भनेर सबै गोपिनीहरूले गोपहरूले आज भगवानको बेडुको आवाज सुनेर आफ्नो कामलाई गर्न बिर्सेका छन्। भगवान प्रति आकर्षण भएका छन्। सबैले भगवानलाई चाहनको लागि प्रार्थना गर्छन्। हेमन्ते प्रथमे मासे नंद ब्रज कुमारिका चेरुम हविष्यम भुञ्जान कात्यायन चनाव्रता। एक दिन गोपिनीहरूले विचार गरे,